गाइस अगाडि भिडियोमा म चाहिँ क्लकिङ गर्न आएको छु। अहिले लगभग राति 3 बजिसकेको छ। लगभग हामीलाई क्लकिङ गर्न 2 देखि 3 घण्टा जति लाग्छ। टोटल 38 पोइन्ट छ। धेरै हिँड्नुपर्छ, 2-2.5 घण्टासम्म हिँड्ने गर्नुपर्छ। यस्तै छ तपाईहरुलाई 2.5-3 घण्टासम्म हिँडेपछि बल्ल सक्छ। अहिले चाहिँ मैले जम्मा 2 पोइन्ट गरिसकेको छु, बाँकी अझै 36 पोइन्ट बाँकी छ। अहिले जम्मा क्लकिङ चाहिँ एकदमै अप्ठ्यारो ठाउँमा गएर गर्नुपर्ने हुन्छ। यो बिल्डिङको जता कुना छ, जता त्यो अप्ठ्यारो ठाउँ छ त्यतै गएर क्लकिङ गर्नुपर्ने हुन्छ। हेर्नु होला, यो मेरो पछाडि यो जुन देखिरहेको बिल्डिङहरु छ, यो मैले क्लकिङ गरेर सकिसके। यताको सकिसक्यो। अब जस्ट फेरि यतापट्टिको बिल्डिङहरु बाँकी छ। यो दुईटा बिल्डिङ, यसको टपमा पुगेर पनि म हजुरहरुलाई देखाउने प्रयास गर्नेछु। अझै अब भर्खर एउटा बिल्डिङ सकिँदैछ, अब 2टा बिल्डिङ बाँकी छ। जम्मा 3टा बिल्डिङ छ यसमा। 3टा हामीले क्लकिङ गरेर भ्याउनु पर्ने हुन्छ 2-2.5 घण्टाको यो अन्तरालमा। यस्तो फटाफट हिँड्ने हो। अलिकति छिटै सकियो भने चाहिँ यसो सुत्न पाइन्छ, त्यही भएर यस्तरी हान्ने हो। अहिले चाहिँ यो पार्किङ एरियामा आइरहेको छु। यो एरिया घुमेर फेरि माथितिर जानुपर्छ। फाइनली म चाहिँ अहिले लगभग 38औं तलामा आइसकेको छु। यो चाहिँ हाम्रो टपमा गर्नुपर्ने हुन्छ, त्यही भएर 38औं तलाबाट हजुरहरुलाई यहाँको दृश्यहरू देखाइरहेको छु। कृपया पुरा भिडियोहरू हेर्दिनु होला र लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला। हस्त यति भन्दै यो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। आगामी दिनहरुमा पनि हजुरहरुको लागि यस्तै भिडियोहरू लिएर आउनेछु। हस्त धन्यवाद।